was my guide. Top down riding, let the West Coast vibes collide. Corner store stops, grab a drink, it's all good. Cruising through the streets of my neighborhood. Hey yo, West Coast weather, the sun sets slow. Chilling with the homies, let that talk box glow. Barbecues and palm trees, vibe real tight. Retro beats bump beneath the moon tonight. Cali breeze blowing, let the funk take the floor. नमस्कार साथीहरु, स्वागत छ मेरो च्यानलमा। हजुरहरु कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ भन्ने आशाको साथमा म भ्लग सुरु गरिरहेको छु। मेरो त आज चाहिँ मेरो बिहानको ड्युटी सुरु भयो हो। म चाहिँ यहाँ अब नानीको खिचडी लिन जाँदैछु। मेरो नानी चाहिँ अब निदाइरहेको छ अहिले हो, अनि आमा चाहिँ बाहिर काम गर्नुहुँदैछ, अनि म चाहिँ अब खिचडी लिन जानु आँटेको। खिचडी अन्डा। अहिले त निकै घाम लागिरहेछ, चर्को घाम। अनि म चाहिँ पुगेँ खिचडी सेन्टर। यहाँ चाहिँ दिदी चाहिँ अहिले पकाइसक्नु भएकै छैन रहेछ हो। आज चाहिँ एकदम मिटिङहरू चल्दै रहेछ, त्यही भएर दिदी चाहिँ अलिक ढिलो हुनुभएछ। मिटिङ पनि चल्दैछ भित्र हो। म चाहिँ यहाँनिर बाहिर बसिरहेको छु। खिचडी पाएकै छैन साथी चाहिँ। अब चाहिँ पाकिसकेछ हो यो चाहिँ खिचडी चाहिँ। अन्डा चाहिँ पाक्दैछ। यहाँ दिदीले चाहिँ अन्डा फेरि अन्डाको झोल बनाउनु हुने अरे, त्यही भएर यहाँनिर चाहिँ दिदीले कराई पनि मस्काउनु हुँदैछ मजाले सफा गरेर। यहाँ चाहिँ मिटिङ चलिरहेछ हो। नानीहरू चाहिँ खेलिरहेछ यतिकै यहाँनिर। साथीहरू अब यतिकै मैले खिचडी लिएर पनि आइपुगेँ हो। यहाँ चाहिँ मेरो अब रेडी गरेको छु लन्चको लागि अन्डा करी अनि आलु हालेर बनाउने, अनि गुन्द्रुक र टमाटर हालेर चाहिँ अचार बनाउने भनेर। पहिला चाहिँ अन्डा चाहिँ मैले बोइल गरिसकेर मजाले राखेको छु। अन्त अब नानी चाहिँ यहाँ सुतिरहेछन् हो। ला उठेछ नानी त। नानी त उठेर बसिरहेछ हो। फेरि टिभी पो हेर्दै रहेछ नि, म त थाहै छैन आमाले टिभी खोलिरहेको रहेछ। नानी त जलङ्गबाट हेरिरहेछ हो। यस्तो झसङ्ग भयो नि। कुसनहरू राखिदिनु भएको रहेछ हो। टिभी हेर्दै बसिरहेको रहेछ। म चाहिँ यहाँनिर पकाउनुपट्टि लागेको छु। भटाभटी पकाउनु पर्ने 1 साढे 1 हुन आँटिसक्यो। अब उता खिचडी पनि ढिलो भइहाल्छ, त्यही भएर म यहाँ भटाभटी बनाउँदैछु। साथीहरू भिडियो कस्तो लाग्यो तपाईहरुले कमेन्टमा भनिदिनुस् होला, अनि लाइक कमेन्ट पनि गरिदिनुस् होला। साथसाथमा भिडियो मन परेको चाहिँ मेरो यहाँनिर पाक्न आँटिसक्यो लन्च हो। अन्डा करीको झोल अनि अचार। अब आमालाई चाहिँ पहिला दिइहाल्छु। यस्तो गरम भएर साथीहरू म त आज गरम भएर के गर्नु सकेको छुइनँ। टमाटर बोइल गरिरहेछु यहाँनिर। यहाँ अचारको लागि गुन्द्रुक पनि रेडी गरिरहेछु। अब यो चाहिँ पहिला बोइल गरेर लसुन र खोर्सानी अनि यो पिन्ने हो। पिनेर चाहिँ यसमा हाल्ने हो। प्याज पनि हालेको छु अनि अलिकति खाने तेल हालेर चाहिँ खाना बनाएको छु। आमाहरूले त खाइसक्नु भयो, मैले पनि यता खाइसकेँ। बाबाले चाहिँ खानुहुँदैछ। नानी चाहिँ अब के गर्दैछ भने नानी चाहिँ साथीहरू नानीलाई चाहिँ सुतायो हो। अब यहाँनिर मेरो अलिकति अब प्याकिङको काम छ हो। सिलगढी जानु आँटेको छु। म चाहिँ अब कहिले हुन्छ
अनि अब प्याकिङ गर्दा गर्दै यहाँनिर लुगाहरू प्याकिङ भइसक्यो। अनि मैले चाहिँ के भेटायो भन्दा चाहिँ यहाँनिर चाहिँ पुरानो नानीको फोटो रहेछ हो। फोटो चाहिँ भेटाएँ। अनि यो फोटो चाहिँ बिर्सिसकेको थिएँ। अनि निकालेर यसो हेर्दा त फोटो चाहिँ नानी चाहिँ सुतिरहेछ हो। अनि बट्टाबट्टी म प्याकिङ गरेर सबै सफा गरिहाल्छु भनेर चाहिँ गोद्रेजमा खोज्दा चाहिँ यस्तो भेटाएँ मैले फोटोहरू। साथीहरू एउटा क्यामेराले चाहिँ एउटा हातले चाहिँ क्यामेरा पक्रिरहेछु हो। अनि त्यही भएर यहाँनिर अप्ठ्यारो भइरहेछ देखाउनु तपाईँहरूलाई। यो चाहिँ पहिलाको फोटो हो नानीको सानोको हो। यहाँ राखेको छु हामीले चाहिँ। अनि यहाँ चाहिँ पासपोर्ट पनि रहेछ मेरो हो। यो चाहिँ अस्ति खोज्दा खोज्दा भेटेन भरे यहाँ रहेछ हो। यसरी खिचेर राखेको थियो हो। खोज्दा खोज्दा भेटेन। अब अहिले चाहिँ यसरी भेटाएको छु। कति क्युट छ नि सानोमा। यो चाहिँ 3 महिनाहरू हुँदाको 2 महिना 1 महिना 2 महिना 3 महिनाहरूको फोटो हो। यसमा झन् कपाल पनि आएकै थिएन छ हो। यो चाहिँ मेरो रासन कार्ड पनि रहेछ। कहिले कहिले राखेकोहरू हो बिर्सिन्छ साथीहरू। अनि यसरी गए खोज्दा चाहिँ निक्लिन्छ यसरी। र मेरो चाहिँ अब प्याकिङ पनि यो सब भइसक्यो अलिअलि। अनि यहाँनिर फेरि हस्बेन्डको फोटो पनि रहेछ एउटा पासपोर्ट हो। त साथीहरू अब हेर्नुहोस् न यहाँनिर दिन पनि यस्तो भएछ। हावाहरू आउनु आँट्यो कालो कालो दिन पनि भयो। लुगा उठाउनु टकटक आएको नानी त हाँसेर भयो नानी त जिस्काएको जस्तै लागेको थियो। यहाँ चाहिँ पुरा हावाहरू आउनु थाल्यो हो साथीहरू। यस्तो शीतल भयो दिन पनि। अघि त कस्तो गरम भइरहेको थियो। पत्ताहरू सबै झरेछ भुइँभरि। कालो कालो भएर आयो। अब पानी आउँछ होला। मेरो नानीसँग टाइम पास भइरहेको छ। उसको दिदी पनि आउनुपर्छ हो। नानी हाँसेको भइरहेको छ। र साथीहरू भिडियो कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनुहोस् होला। राम्रो लाग्यो सब्सक्राइब पनि गरिदिनुहोस् होला। त्यसको लागि यति नै। र अलिक राम्रो भिडियो लिएर आउँछु। तपाईँले साथ दिनुहोस् होला। आजको यति नै। बाई बाई। थ्याङ्क यू सो मच। जबरजस्ती हाँस्नु